जहाँ छन् बुद्धका आँखा, शान्त, स्निग्ध र सुन्दर। हो, त्यही छ हाम्रो सुन्दर राष्ट्र नेपाल। प्राकृतिक एवं सांस्कृतिक वैभवले सुसज्जित छ देश नेपाल। गगनचुम्बी हिम श्रृङ्खलाहरूबाट यो देश विश्वलाई सदैव निहालिरहेको छ। विभिन्न धार्मिक तथा सांस्कृतिक धरोहर सहित विश्व सम्पदा माझ नेपाल साह्रै शोभायमान छ। हिमालदेखि पहाड अनि तराईसम्म फैलिएको नेपाल सानै भए पनि विश्व सामु ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक वैभवका साथ सुखी छ अनि सम्पन्न छ। स्वयम्भूका तेजिला र करुण दुई आँखाले नेपालले विश्वलाई निहालिरहेको छ। काठमाडौँबाट मात्र 26 किलोमिटर पूर्व काभ्रे जिल्लाको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा युक्त बनेपा अत्यन्तै सुन्दर नगरी हो। सानो उपत्यकामा यो नगर बसेको छ। उत्तरतर्फ मनोरम हिम श्रृङ्खला तथा दक्षिणतर्फ महाभारत पहाडले सुसज्जित बनेपा धनुषाकार पूर्व पश्चिम फैलिएको छ। रमणीय तथा समशीतोष्ण जलवायु रहेको बनेपा नगरले प्राचीन कालदेखि नै एउटा व्यापारिक केन्द्रको रूपमा प्रसिद्धि कमाएको छ। नेवार संस्कृति यहाँको सांस्कृतिक मूलधार हो भने बनेपाको मुख्य सांस्कृतिक आधार स्तम्भ हिन्दू तथा बौद्ध धर्म हुन्। चण्डेश्वरी जात्राको विधिवत सुरुवात भएको छ। फागु पूर्णिमादेखि सुरु हुने चण्डेश्वरी खोलामा मन्दिरमा पुजारीले पूजा गरेर देवतालाई मन्दिरमा भित्राएपछि यो जात्राको सुरुवात हुने गर्दछ। मन्दिरबाट देवता लिनका लागि र ल्याउनका लागि बाजा गाजा सहित पुजारीहरू खोलामा जाने र मन्दिरमा देवता भित्राएपछि यो वर्ष पूजा गर्ने पुजारीको टुङ्गो गुठियारले लगाएर रथ बनाउने कामलाई निरन्तरता दिने गरिन्छ। चण्डेश्वरी जात्रा बनेपालीहरूले दशैं र तिहार भन्दा पनि भव्य रूपमा वैशाख पूर्णिमाका दिन मनाउने गर्दछन् र जात्रा वैशाख पूर्णिमादेखि 3 दिनसम्म चल्ने गर्दछ। यहाँ विविध खालका चाडपर्व र जात्राहरू प्रत्येक वर्ष मनाउने चलन रहेको छ। कैयौं धार्मिक एवं सांस्कृतिक पर्वहरू बनेपामा मनाइने भए पनि बनेपाको प्रमुख चाड भनेको चण्डेश्वरी जात्राको वर्णन यहाँ हामी गरिरहेका छौं। चण्डेश्वरी जात्रा वैशाख पूर्णिमाको दिनदेखि 3 दिनसम्म अत्यन्तै हर्ष तथा उल्लासको साथ मनाइने गरिन्छ। जात्रा सञ्चालन गर्नका लागि करिब 100 जवानले बोक्नुपर्ने विशाल रथ बनाउनु पर्ने हुन्छ, जसका लागि आवश्यक 2 थान तुस्नी अर्थात् 70 बनाउन नाला र भक्तपुरको बीचमा अवस्थित चितापोल गाउँ विकास समिति सल्लाहघारी अर्थात् योसी गुछाबाट विधिवत बलि पूजा गरी वर्षेनी एउटा 27 फिट जति लामो रुख काटेर ल्याउने चलन रहेको छ। जात्रा सञ्चालनको पूर्व चरणमा महिना दिन अगाडिदेखि नै बनेपाका घर घरमा कवि जगत केसरीद्वारा लिखित चण्डेश्वरी स्तोत्र प्रणाम पाठ गर्ने प्रचलन छ। बनेपामा नवदुर्गा भवानीको आगमनसँगै नवदुर्गाद्वारा बनेपाको भोछीभोया खलकलाई चण्डेश्वरी जात्रा मनाउन पासुका सहित किसली दिने गरिन्छ। योसी गुछाबाट 2 वटा 70 बनेपाको शोधा टोलमा ल्याइ पुर्याइन्छ। साथै रथ निर्माणका लागि चाहिने बेत 4 कोसे झाडीबाट ल्याई भिजाउने परम्परा यद्यपि कायमै छ। चण्डेश्वरी जात्राको पूर्व तयारीमा वैशाख पूर्णिमाको 8 दिन अगाडि चण्डेश्वरीमा भोछीभोया खलकको दिवाली पूजा गर्ने चलन छ। भोछीभोया परिवारको कुलदेवी चण्डेश्वरी माई भएको हुनाले बाजा गाजाका साथ दिवाली पूजा गर्ने चलन चलिरहेको छ। यसै बखत चण्डेश्वरी मन्दिरभित्र रहेको देवीका सुन तथा चाँदीका गहनाहरू सरसफाई गरिन्छ। तत्पश्चात नवदुर्गाबाट प्राप्त किसली जात्रा सञ्चालन गर्ने सरकारका प्रतिनिधि द्वारेलाई दिइन्छ र सरकारको प्रतिनिधित्व गर्ने तरबार लिन हनुमान ढोका दरबारतर्फ पठाइने चलन छ।
वैशाख पूर्णिमाको 8 दिन अघि अष्टमीको रात चण्डेश्वरीको नित्य पूजा सिद्ध्याएर देवीको रथ जात्रा हुने बाटोमा विघ्न बाधा हटाउन भिजेको चिउरा छर्ने चलन छ। यो कार्यलाई बौ हलेगु भनिन्छ। यो कार्य पूर्णिमाको भोलि पल्टसम्म हरेक साँझ गर्ने गरिन्छ। वैशाख पूर्णिमाको 4 दिन अघि देवी चण्डेश्वरीको विजयगु भनेर देवीको गहनाहरू जाँच गर्न एउटा सानो खटमा गरगहना राखी विविध बाजागाजाका साथ भजन गाउँदै लायकु दरबारमा पुर्याइने चलन छ। त्यसबेला गत वर्षको अभिलेखको आधारमा सबै गहना ठिक छ कि छैन भनेर जाँच गर्ने चलन हुन्छ। यता तीनधारामा भने रथ निर्माणको कार्य सुरु भइसकेको हुन्छ। रथ निर्माण कर्मी गुठीबाट गरिन्छ भने खगुठी, तगुठी आदि गुठीहरू पनि यस कार्यमा संलग्न रहेका हुन्छन्। रथ निर्माणको क्रममा लीलाखत नामक अलि सानो र पिलाखत नामक अर्को आकस्मिक रथ वकुटोलमा तयार गर्ने गरिन्छ। पूर्णिमाको 1 दिन अघि नेपाल सरकारको प्रतिनिधित्व गराउन हनुमान ढोका दरबारबाट तरबार ल्याइ पुर्याइसकिएको हुन्छ। बनेपाको पश्चिम तर्फ रहेको पुण्य माता अर्थात् पुल बजार स्थित गणेशस्थानमा जात्रा सञ्चालन गर्न जनताबाटै चुनिएका व्यक्ति अर्थात् द्वारेलाई सो तरबार हस्तान्तरण गर्ने चलन छ। उक्त स्थानबाट सांस्कृतिक बाजा गाजा सहित तरबारलाई देशको पुरानो लायकु दरबारमा पुर्याउने चलन छ। यो कार्यलाई खड्ग जात्रा भनिन्छ। यता द्वारे रथ बनाइराखेको ठाउँमा आइपुगिसकेको हुन्छ। अब रथमा गजुर हाल्ने कार्य हुन्छ। यसको अर्थ सरकारको प्रतिनिधित्व रहेको तरबारले जात्रा सुरु गर्ने अनुमति दिएको आभास हुने गर्दछ। पूर्णिमाको अघिल्लो दिन अर्थात् शुक्ल पक्ष चतुर्दशीको दिन र भोलिपल्ट बनेपालीहरू आफ्नो घर घरमा जात्राको भोज खाने गर्दछन्। त्यही रात बनेपाको लायकु दरबारबाट चण्डेश्वरी मन्दिरमा एक विशेष पूजा लैजानुपर्छ। यो पूजालाई टक पूजा भनिन्छ। टक पूजा सुरु गर्नु अघि बनेपाको पश्चिमी द्वार तला पोखरीमा अवस्थित गणेशको पूजापछि टक पूजा चण्डेश्वरी प्रस्थान भएको छ। पूजा ठूलो र भव्य हुने गर्छ। यही बखत बनेपाको नारायण स्थान परिसरमा जोगी चक्र नामक पूजा हुने गर्छ। जोगी चक्र हुनुको मतलब विघ्न बाधा हटाउनको लागि मानिन्छ। यो पूजामा दूध नछुटेको एउटा कालो पाठोको बलि दिने कार्य सम्पन्न हुन्छ। लायकु दरबारबाट निस्किएको टक पूजा चण्डेश्वरी ल्याइ पुर्याइसकिएको हुन्छ। यो पूजामा 12वटा निखर कालो बोकाको बलि चढाउनु पर्छ। यो पूजा अझ मध्य रातमै गर्नुपर्दछ। यही रातमा बोची भोया परिवारको पनि टक पूजा चण्डेश्वरीमा लगी विशेष प्रकारले गर्ने चलन छ।
त्यसपछि सोही बिहान अर्थात् वैशाख पूर्णिमाको झिसमिसे बिहान मतपूजा अर्थात् चिराग यात्रा लागेको दरबारबाट सुरु भई सोधा टोलमा आएर विशाल जात्राको रूप लिने गर्दछ। मतपूजा विभिन्न बाजा गाजा सहित चिराग सहितको झाँकी अत्यन्तै उच्च, रम्य र विशाल देखिन्छ। मतपूजा दैत्यहरूलाई नाश गर्ने देवी चण्डेश्वरीको स्वागत गर्न दैत्यद्वारा बनाइएको अग्नि पर्वत पार गर्न चलाइएको पूजा हो भन्ने पौराणिक कथन नै छ। मतपूजा सुरु गर्नका लागि नेपालीहरूको घर घरबाट एक एकवटा चिराग अनिवार्य रूपमा ल्याउनै पर्ने चलन छ। यो मतपूजामा झाँकी जाने क्रमको आधारमा आगामी वर्ष बनेपाका लागि कति सुख वा कति दुःख बोकेर आउँछ भन्ने अनुमान पनि लगाइन्छ। बनेपावासीहरू यही विश्वास गर्छन्। चिराग बत्तीले रातको अँध्यारोलाई चिर्दै उज्यालोको भाव देखाइरहेको हुन्छ। यो समय निकै ज्वाजल्यमान भएको देखिन्छ। यो विशाल तथा दीप्त रूप लिएको ज्योति पूजा गोके चौरको उकालो चढ्दा त अझ अनुपम दृश्यको आनन्दको आवाज जताततै हुने गर्दछ। श्रद्धालु भक्तजनहरूमा हर्ष उल्लास र धर्ममा अगाध आस्था रहेको छ। जाँदा जाँदै यो चिराग यात्रा चण्डेश्वरी पुगिसकेको हुन्छ। अब यहाँबाट पनि उत्तर पूर्वतर्फ अवस्थित जलेश्वर महादेव स्थानमा जात्रा पुग्ने गर्दछ। यस महादेव स्थानलाई जसिगा भनिन्छ। यतिखेर दर्शनार्थीहरूको घुइँचोले गर्दा चण्डेश्वरी र जसिगा स्थान रमणीय भएको देख्न सकिन्छ। पूजा गर्नेहरू तथा बत्ती बाल्नेहरूको घुइँचो नै लागिसकेको हुन्छ। विभिन्न भजन मण्डली तथा बाजा गाजाको स्वर तथा धुनले चण्डेश्वरीको वातावरण नै संगीतमय भई गुन्जायमान भएको आभास हुने गर्दछ। अब रथ यात्राको दिन सुरु हुन्छ। रथ निर्माणको कार्य यतिखेर अन्तिम चरणमा पुगिसकेको छ। रथ खाली जात्रा गर्नु हुँदैन भन्ने हेतुले रथमा राख्न किम्बदन्ती अनुसार चण्डेश्वरी जात्रासँग अत्यन्तै सम्बन्धित व्यक्ति राजवाहकका नाइकेलाई लिन गइन्छ। त्यसपछि रथका गुठियार मानन्दर समुदायलाई पनि सँगसँगै लिन गएको हुन्छ। त्यसपछि त नगर पुरै जात्रामय भइसकेको हुन्छ। सम्पूर्ण बनेपाली तथा जात्राको लागि उपस्थित पाहुनाहरूमा जात्राको हर्ष र उल्लासमय वातावरण देखिएको छ। जात्रामा उपस्थित श्रद्धालुहरू भीडभाडका साथ जात्रा सञ्चालकहरूलाई जात्रा सञ्चालनमा एकपछि अर्को गर्दै बल पुर्याइरहेका देखिन्छन्। रथयात्रा सुरु हुनु अघि सोधा टोलमा कानफट्टा जोगीद्वारा जोगी चक्र दिने कार्य हुन्छ।
यसै क्रममा सेतो भेडाको बलि दिई रथयात्रा सुरु हुने गर्छ। तत्समय टीका लगाइदिने, चकलेट, मिठाई, सुपारी खुवाउँदा मानिसहरू निकै हर्षले गदगद देखिन्छन्। झिमे, मुछ्या, झ्याली, बाँसुरी, पोगा, नायकी आदि विविध बाजासहित रथयात्रा अब बनेपाको सोधा टोलबाट सुरु हुने गर्छ। अगाडि 50 र पछाडि 50 जवानले बोक्नुपर्ने यो विशाल रथ चण्डेश्वरी स्थानको लागि प्रस्थान गर्ने समय सुरु भइसकेको छ। खै कति पुस्ताको कथा व्यथा र मानवीय ढुकढुकीहरू परापूर्व कालदेखि नै यो चाडसँग समाहित रहँदै आएको छ। यो चाड सुरु भएको कुनै निश्चित मिति कसैलाई पनि थाहा छैन। किम्वदन्ती अनुसार अन्धकका छोरा चण्डासुर नामक एक दैत्यले महादेवको तपस्या गरी पुरुष शक्तिले नाश नहुने वर पाइसकेपछि मनुष्य र देवताहरूलाई दुःख दिएको पौराणिक कथा छ। दैत्यबाट मुक्ति पाउन विभिन्न देवी देवताहरूले चरा चुरुङ्गीको रूप लिएर आकाशिएको र चण्डेश्वरी एउटा रूपमा अन्तर्ध्यान भएको भनिन्छ। दैत्यगणसँग आएका चण्डासुरले त्यो रूप काट्दै काटिएको रूपबाट जगत जननी माता चण्डेश्वरी भगवती प्रकट भएको र दैत्यको वध गरी देव मनुष्यलाई रक्षा गरेको भन्ने कथा सुन्नमा आउँछ। क्रूर दैत्यराज चण्डासुरको वध भएको खुसियालीमा विविध बाजा गाजा साथ देवी चण्डेश्वरीलाई ब्रह्मा, विष्णु, महेश्वर र इन्द्रादि देवहरूले पुष्पक विमानमा राखी जात्रा गरेको कथन छ। हाल बनेपामा प्रतिवर्ष हुने गरेको चण्डेश्वरी जात्रा नै त्यसको प्रतिरूप हो भनी मानिँदै आइन्छ। चण्डासुरलाई वध गरेको ठाउँमा चण्डेश्वरीको मन्दिर रहेको र मन्दिरभित्र दैनिक पूजा गर्ने प्रतिमा सोही दैत्यले काटेको रुखको फेद हो भनी यहाँका बासिन्दाहरू विश्वास गर्दछन्। चण्डेश्वरी जात्राको रथ यात्रा गर्ने बाटोमा जात्राको 8 दिन अघिदेखि जुत्ता लगाउन, छाता ओढ्न, टोपी लगाउन, घर निर्माणको खर्च बाँध्न, घरमा लुगा बुन्न र तान राख्न साथै घोडा चढ्न नहुने धार्मिक विश्वास नै रहेको छ। श्रद्धालुहरूको भिडले गर्दा रथ यात्राको बाटो यहाँ पहिल्याउन नै गाह्रो परेको हुन्छ। हकाया पालुहा शब्द यो जात्राको विशेषतामूलक शब्द मान्नु पर्दछ, किनभने शब्दकै उच्चारणबाट रथ बोक्न तल्लीन युवाहरूमा जोश प्रदान गर्दछ। फलस्वरूप विशाल रथ गोकेचौरको ठाडो उकालो पार गर्दै चण्डेश्वरी तर्फ अगाडि बढ्दछ।
अब चण्डेश्वरी देवीको पूर्ण प्रतिमालाई देवी निवास अर्थात् द्योछेबाट मन्दिरमा लगिन्छ। अघि व्रत्यौली महिलाहरूले बाटोमा अक्षता छर्दै देवीको प्रतिमा मन्दिरमा पुर्याउने चलन छ। यतिखेर कहाँ पोंगा र नायकी बाजाका साथ र त्यहाँ गोप्य तबरले विविध पूजा हुने गर्दछ। रथयात्रा करिब 2 किलोमिटर पार गरी साँझ पख चण्डेश्वरी मन्दिरमा ल्याइ पुर्याइएको हुन्छ। रथ ल्याइ पुर्याइएपछि पूजा सञ्चालन गर्ने पुजारीहरूलाई घर घरमा लिन गई मन्दिरमा ल्याउने चलन छ। गोप्य पूजा पश्चात बाजा गाजाका साथ देवीको प्रतिमालाई मन्दिरबाट ल्याई रथारोहण गर्ने कार्य सम्पन्न हुने गर्छ। वैशाख प्रतिपदाको दिन चण्डेश्वरीको मूर्ति भएको रथलाई नगरतर्फ फेरि फर्काउने चलन छ। भोकेचौरको ओह्रालोबाट रथ झरेपछि नजिकैको भैरवकुण्डमा दर्शनार्थीहरू जल सिंचन गर्ने कार्य गर्दछन्। भनिन्छ चण्डासुरका एक भाइलाई देवीले यसै ओह्रालोमा वध गरेको रे र भैरवकुण्डको जल लिएर सो दैत्यको पाप मोचन गरिदिएकी थिइन् भन्ने जनश्रुति र यही विश्वासका आधारमा श्रद्धालुहरू त्यहाँ जल सेचन गर्ने गर्दछन्।
अब अन्तमा रथ यात्रा दिनको मध्याह्नमा बनेपाको वकुटोलमा पुर्याइन्छ। र यहाँ रहेको दैत्य ढुङ्गामा रथ बिसाउनु पर्ने हुन्छ। यो स्थानमा बेल विवाह नभएका 2 कुमारीहरूबाट ब्राह्मणको निर्देशनमा देवीको पूजा गर्ने चलन छ। यो पूजालाई लसकुश भनिन्छ। यो विशेष पूजा गर्नुको कारणमा देवीले चण्डासुर दैत्यलाई वध गरिसक्दा पनि देवीको रिस शान्त नभएको र कुमारीहरूले पूजा गरेपछि मात्र रिस शान्त भएको हुँदा यो स्थानमा लसकुश वा स्वागत पूजा गर्ने परम्परा बसेको रे। लसकुश सँगसँगै लाएको दरबारबाट तरबारका साथ द्वारेलाई बाजा गाजाको साथ वकुटोलमा पुर्याइन्छ। र कन्याहरूबाट देवीको प्रतिमाको अनावरण गरी द्वारेद्वारा नै सिन्दूर जात्रा गर्ने चलन छ। रथलाई अब नगरको पश्चिमी छेउ दछुटोलतर्फ प्रस्थान गराइन्छ। रथलाई अब नगरको पश्चिमी छेउ दछुटोलतर्फ प्रस्थान गराइन्छ। रथ अगाडि बढ्ने क्रममा बनेपाको 3 धारा आइपुग्दा मूल कुरा यो पनि हो कि मुख्य रथमा यदि केही गरी समस्या आइहालेको खण्डमा तिलाखतमा प्रतिमा सारिन्छ भने पुनः यसमा पनि समस्या आयो भने अर्को सानो खत तिलाखतमा प्रतिमा राखी जात्रा भने सञ्चालन गर्नै पर्ने हुन्छ।